खै के भन्नु यार, न त यो समाजले बुझ्नै चाहन्छ न त म यो समाजलाई बुझाउनै चाहन्छु। यस्तै छ भन्छन् त के हो के बन्न चाहन्छस् भन्छन् होइन, मलाई नै थाहा छैन म के हो के बन्न चाहन्छु त्यो मलाई नै थाहा छ। अनि जिन्दगी यतारै हिँड्दैछु होइन, के हो कस्तो हो त्यो अब मलाई पनि थाहा भएन, म पनि दुःख गर्छु, मलाई पनि थाहा छ साथीहरू है। यो दुःख गाह्रो भनेको जे जस्तो भने होइन भन्नु पर्छ साथीहरू। साथी त्यहाँ त लाग्छ होइन, दुःख गाह्रो पनि यति छ नि होइन जिन्दगीमा, दुःख गाह्रो होइन सबै छोडेर एक्लै जाउँ होइन, त्यहाँदेखि त फोन गरेर बस्नु जस्तो लाग्छ होइन। फेरि जानु पनि कहाँ जानु होइन साथीहरू, जाने ठाउँ पनि कतै छैन, जन्मेर आइसक्यो दुःख पाउनु छ होइन, दुःख पाउनु नै हो, के भन्नु साथीहरू। न त गाउँको मान्छे पऱ्यो खासै बोल्न पनि आउँदैन होइन, अनि क्यामेराको अगाडि आइहाल्यो भने हल्का डर पनि लागिहाल्छ होइन, मुटु ढुकढुक भइहाल्छ अब। त्यसैले म चाहिँ फेरि रियल लाइफमा चाहिँ भन्दा नि बोलेर चाहिँ कोही सक्दैन भन्छु म बोल्छु नबोल्नु होइन साथीहरू। अब कहिले कहिले चाहिँ क्यामेरा अगाडि आउँदा पनि अलि फरक किसिमकै अनुभव हुन्छ, अनि मलाई अनुभव अर्कै किसिमको भइरहेको छ होइन। त म पनि बोल्नमा हाँस्न गर्नु त बोल्छु होइन साथीहरू, सबैसँग दिल खोलेर म यताउता त्यस्तो गर्दैन, तर पनि पहिले पहिले भनौँ या यो क्यामेरा अगाडि आयो भने चाहिँ यो बोल्छु भनेको पनि दिमागमा रहँदैन है, भने चाहिँ आफूले चाहिँ फेरि बनाएर होइन अहिले बोलिरहेको छु केही थाहा छैन चाहिँ त्यस्तै बोलिराख्नुपर्छ साथीहरू। फ्री स्टाइल जे सोचेको हुन्छ त्यो चाहिँ हुन्छ क्या, त्यो चाहिँ 100% सही हो क्या साथीहरू। तर के सोचेको हुन्छ होइन के भइदिन्छ त्यस्तै हो साथीहरू। गाउँघरको बसाइ हो साथीहरू, गाउँघरको बोली हो।